नमस्कार। हामी अहिले जैमिन नगरपालिका वार्ड नम्बर 3 गाजाको दह लगभग समुद्री सतहदेखि 2480 मिटर हाइटमा रहेको यस रुद्र तालको बीचमा हामी 23 फिट अग्लो सिद्ध वराहको मूर्ति निर्माणको लागि शिलान्यास हुँदैछ। यहाँ चाहिँ हामी 3 जना कलाकारले लगभग 6 महिना जति समय लगाएर यो मूर्तिको निर्माण सम्पन्न गरेका थियौं। हामी अहिले तालको बीच भागमा पानीलाई रोकेर यहाँ शिलान्यास हुने काम भइरहेको छ। अहिले हामी जुन मूर्तिको बेस लगभग 12 फिट बाइ 12 फिट को कङ्क्रिट ढलान फाउन्डेसनमा कङ्क्रिट ढलान गर्दैछौँ। यहाँ चाहिँ 16 mm को रडहरू प्रयोग भएको छ। जमिनभन्दा मुनि हामी 12 फिट बाइ लगभग मुनि 5 फिट गहिराइमा हामी खाल्टो खनेका थियौँ। अहिले हामी माथि लगभग खुट्टा कम्मरसम्मको भाग चाहिँ ढलान भइसकेको छ। चाहिँ खड बान्दै हुनुहुन्छ साथीहरू। यो मैले चाहिँ एउटा मेसिन रोपको माध्यमबाट सामान माथि लानको लागि बनाएको थिएँ। हामी चाहिँ अब कम्मरभन्दा माथिको भाग ढलान गर्न गइरहेका छौँ। अब यहाँ एकदमै दिउँसोमा त गर्मी नै भएको छ, बिहानमा थोरै जाडो हुने गर्दछ। यो ठाउँमा एकदम सुन्दर रमणीय दृश्यहरू यहाँबाट देख्न पाइन्छ। हामी चाहिँ अहिले कम्मरभन्दा माथिको भाग सेटिङ गरेर ढलान गर्दैछौँ। आज मूर्ति हामी लगभग गत वर्ष चैतको 2 गतेबाट चैत 1 गते शिलान्यास भएको थियो। लगत्तै काम गरेर यो लगभग असारमा मूर्तिको सम्पन्न गरेका थियौँ। मूर्तिको सम्पन्न गर्ने क्रममा हामी अहिले मूर्तिको ढलान सकेर प्लास्टरको काम गर्दैछौँ। बाहिरी डिजाइन बनाउँदैछौँ। लगभग टाउको फिनिसिङ यस्तो देखिएको छ। सिद्ध वराहको विष्णु भगवानको वराह अवतार। अहिले हाम्रो प्लास्टरको काम हुँदैछ। हामी यस तालको दृश्यलाई अवलोकन गर्दै एकदमै रमाइलो गर्दै यो मूर्ति बनाउने काम गरिरहेका छौँ। मूर्तिको प्लास्टरको काम पनि लगभग सकिन लागेको छ। मैले यो मूर्ति 6 महिनाको कामलाई एकदमै 6 मिनेट लगभग 6 मिनेटको भिडियो बनाएर तपाईसामु प्रस्तुत गर्दैछु। कृपया सब्स्क्राइब गरिदिनु होला। हाम्रो प्लास्टरको काम पनि लगभग सकिएको छ। अब हामी रङ लगाउने काम गर्नेछौँ। यस पवित्र भूमिमा काम गर्ने अवसर मिलेकोमा
म एकदमै आभारी छु। यहाँको लगभग 5-6 महिनाको बसाइलाई एकदमै रमाइलो र उत्साहजनक बसाइ रह्यो। हामी अब मूर्तिमा ड्याम्प प्रुफ गरेर रङको काम गर्दैछौँ। रङ पनि लगभग सकिसक्न लागेको छ। हामी अब टाउकोको भाग रङ लगाएर सकिएको छ भने अब हामी तलको भाग रङ लगाउने। लगभग रङको काम लगभग सकिएको छ। सम्पूर्ण महानुभावहरू यस गाजाको दहमा 23 फिट अग्लो सिद्धवराहको मूर्ति हेर्न गइदिनु होला। यहाँहरूको गाउँठाउँमा मूर्ति बनाउनु पर्यो भने सम्झिनु होला भन्दै सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।